हेलो एभ्रिवान। आज चाहिँ म टिम्समा कसरी आफ्नो क्लास क्रिएट गर्ने भनेर सिकाउन गइरहेको छु। सुरुमा चाहिँ हाम्रोमा टिम्स आफ्नो आइडीदेखि लगइन गर्नु। लगइन गरेपछि त्यहाँ हामीले क्लास देख्न सकिन्छ है। मेरोमा चाहिँ यहाँ पिजिडी डमी क्लास भन्ने हो। यसमा डबल क्लिक गर्नुहोस्। यसरी तपाईँले क्लिक गरेपछि यहाँ चाहिँ खाली हुन्छ है, सुरुमा केही पनि हुँदैन। अब यसमा चाहिँ हजुरले यहाँनिर भिडियो जस्तो आइकन छ नि, यसमा तलपट्टि देखाएको एरोलाई एकचोटि क्लिक गर्नुहोस्। यसमा दुईवटा अप्सन आउँछ, मिट नाउ, सेड्युल अ मिटिङ। अब हामीले चाहिँ यसमा सेड्युल अ मिटिङमा चाहिँ क्लिक गर्नुपर्छ। त्यसपछि माथि टाइटल चाहिँ हाम्रो क्लासको नाम के हो, जस्तै जुन हाम्रो सब्जेक्टको नाम हो त्यही नै लेख्नुपर्छ यसमा। यहाँ चाहिँ पिजिडी डमी क्लास भनेर बनाए। अब यहाँ चाहिँ रिक्वायर एटेन्डेन्स भनेको यसमा चाहिँ खाली छोडिदिँदा हुन्छ। अब यसमा चाहिँ स्टार्टिङ डेट आजको हुन्छ, यसमा केही नगर्नु। अब टाइम कति बजेदेखि कति बजीसम्म हुँदाखेरि यदि 5:30 PM देखि 6:30 हो भने ठ्याक्क यहाँ 5:30 भयो, यहाँ 6:30 भयो है, 1 घन्टा भयो। अब यति क्लिक गर्ने। अब त्यसपछि यहाँ तल जानुपर्छ, डु नट रिपिट गर्ने ठाउँमा हाम्रो क्लास चाहिँ यसमा गएर कस्टममा सिलेक्ट गर्नुपर्छ है। डु नट रिपिटको ठाउँमा कस्टममा सिलेक्ट गर्ने। किन कस्टममा गर्ने भन्दा हाम्रो हप्ताको 3 दिन क्लास हुन्छ, त्यही भएर यहाँनिर फेरि डे भन्ने ठाउँमा यहाँनिर गएर विक भन्ने सिलेक्ट गर्नुपर्छ। कुन कुन बार हो, सन्डे मन्डे ट्युसडे हो भने सन्डे मन्डे ट्युसडे गर्नु। अनि यदि होइन भने चाहिँ वेडनेसडे थर्सडे फ्राइडे यस्तो सिलेक्ट भएको। यसलाई एकचोटि क्लिक गरेपछि हटाउनु। अनि इन्डेट चाहिँ राख्दैन हाम्रो है। मैले चाहिँ यसलाई लगभग 6 महिना राखिदिएँ। 1 2 3 4 5 6 6 महिना भयो। यसलाई सेभ गर्नु पर्यो। यहाँनिर आयो है, यो गतेदेखि आजको दिन 5:30 देखि 36सम्म भयो, 1 घन्टा भयो। अनि यहाँ चाहिँ अकस वेडनेसडे थर्सडे फ्राइडे स्टार्टिङ फ्रम यतिसम्म हुन्छ भनेर देख्नु। अब यसमा चाहिँ सेन्ड पर्सनल इन्भाइट गऱ्यो भने चाहिँ स्टुडेन्टहरूलाई पनि आउँछ। यो सेन्ड पर्सनल इन्भाइट गरेको राम्रो है। लोकेसनमा चाहिँ अनलाइन भनेर लेखेको भयो। अनि त्यसरी नलेख्दा खालि छोड्दा नि हुन्छ। मेन बिर्सिनुहुने कुरा चाहिँ यहाँनिर टाइम ठिक हुनु पर्यो, अनि यो चाहिँ डे ठिक हुनु पर्यो है। यति गरेपछि केही नोटहरू लेख्नु छ भने यो भयो, केही डिस्क्रिप्सन लेख्ने भयो, जस्तै प्रेजेन्ट बिफोर जस्तै 5 मिनट अगाडि प्रेजेन्ट हुनु चाहिँ केही नोट लेख्नु, केही लेख्न मिल्यो। होइन ठिक छ भने चाहिँ यत्तिकै सेन्ड गर्दै भयो। यहाँ अप्सनमा चाहिँ यति केही नगरिकन यत्तिकै सेन्ड गर्दा हुन्छ है। अब चाहिँ हाम्रो यसरी क्लासको सेड्युल बन्यो है। अब यो सेड्युल बनेपछि हाम्रो जोइन गर्नलाई यहाँ डबल क्लिक गर्ने। फर्स्ट टाइम चाहिँ हाम्रो पर्मिसन माग्न सक्छ। यहाँनिर पर्मिसन चाहिँ हामीले दिनुपर्छ। जोइन नभएपछि जोइन हुन्छ है। के गर्यो भने हामीले जोइन हुने पाठ सक्यो है। अब एटेन्डेन्स कसरी डाउनलोड गर्ने भन्ने हो चाहिँ हाम्रो यसरी क्लास बनेको हुन्छ, क्लासको सेड्युल। अब यसको यहाँ 3टा डट छ है। 3टा डटलाई एकचोटि क्लिक गरेपछि एडिट मिटिङ डिटेल भन्ने आउँछ, हामीले यसमा क्लिक गर्नुपर्छ। यसमा क्लिक गरेपछि हाम्रो टपमा चाहिँ च्याट डिटेल भनेर यहाँनिर चाहिँ एटेन्डेन्स भनेर आउँछ। एटेन्डेन्समा चाहिँ यहाँनिर हाम्रो कुन कुन डेट भयो त्यो त अझ एकजना एटेन्ड भयो, यसरी टाइम सबै डिटेल देखाउँछ। यसलाई चाहिँ हामीले डाउनलोड गऱ्यो भने डाउनलोड हुन्छ है।
डाउनलोडमा क्लिक गर्नु पर्यो अनि डाउनलोड हुन्छ। यसलाई हजुरले डाउनलोड गरेर हेर्न सक्नुहुन्छ है। सकेपछि हाम्रो अर्को दिन भयो भने यहाँ चाहिँ डेट लेख्छ, जस्तै February 22 9 PM चाहिँ एकजना एटेन्डिज हुनुहुन्थ्यो भनेर देख्न सके। यति सबै सक्यो भने अब हामीले क्लोज गरिदिएको हुन्छ। धन्यवाद। यो च्यानल यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद।